आज बनाउँदैछु सुक्ना माछाको सब्जी। आज सब्जी पनि थिएन, बहिनीहरू त अब हिजो गए, त्यही भएर सब्जी ल्याउने मान्छे पनि छैन। खाइ त छ तर अब खुट्टा यस्तो छ, म त अब हिँड्न सक्दैन। भोलि नबुनी हाम्रो बहिनीको छोरालाई दिएर सब्जी मगाउँछु। मैले नै सुक्ना माछा थियो, टमाटर हालेर आमाको लिए मेरो लिए बनाउँदैछु। दिउँसोको मलाई भात थोड़ा छ, आमाले रोटी खानुहुन्छ, रोटी पनि छ बनाइदिएको थियो। बेलुका बहिनीले बनाएरै गएको थियो, सानो बहिनीले आएर। दाल छ दिउँसोको, चटनी पनि छ, भाजी पनि छ। आजको खाना यति नै हो, रातिको लिएहरू भइहाल्छ। अब भोलिबाट अब ड्युटी जोइन गर्छु भनेको छु, लाहे गर्छुहरू। त्यही आजको भिडियो यति नै हो। कति जस्तो बनाउँदैछु अरू सुक्ना माछा हालेर, मैले पनि थोड़ा मिठो लाग्छ कि भनेर। हुन्छ, सबैजनालाई नमस्ते।